हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लगमा स्वागत छ हजुरहरूलाई। आज म हजुरलाई कुखुरा खुट्टा र स्याउटुला बनाएर देखाउनेछु। मेरो भिडियो अन्तिमसम्म हेर्नुहोला र मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। मैले खुट्टा सफा पार्नको लागि मैले रेडी बनाइसकेको छु। यो प्लेटमा हजुरहरूले देख्न सक्नुहुन्छ। मैले खुट्टा प्लेटमा राखिसकेको छु र यसलाई अब म एकछिनमा सफा गर्नेछु। देख्न सक्नुहुन्छ हजुरहरूले। फाइनली अब मैले सफा पनि गरिसकेको छु। सफा भइसक्यो भनेपछि अब छली लाएर पानीमा मजाले धुनुपर्छ। पानीमा धोइसकेपछि यसलाई चट्ट लाएर अब चाहिँ एकदम मजाले धुनुपर्छ। अनि यता मेरो बुढीले प्याज टमाटर काटेर रेडी बनाइसकेको थिइन् अघि नै। त्यस पछाडि मैले तेल गरम गरेँ। तेल गरम गरिसकेपछि फेरि प्याजलाई मजाले मैले फ्राई गरिसकेँ। फ्राई भइसकेपछि प्याज मैले कुखुरा खुट्टा र स्याउटुला हालिसकेको छु। अनि यस पछाडि मैले बेसार अनि गार्लिक पाउडर जिन्जर अनि खुर्सानी हालेर मजाले मैले चलाइसकेपछि यसलाई एकछिन छोपिदिएँ। छोपेपछि अब एकछिन पाके जस्तो भएपछि पानी हल्का हालेर फेरि मैले चलाइसकेपछि अनि फेरि मैले टमाटर हालेँ। टमाटर पछि हाल्नुको कारण यसको चुकिलोपन मस्त रहन्छ। त्यसैले अनि मेरो बुढीले पनि यताबाट हेरिरहेथिन् अनि बिमारी जस्तो पनि भयो थिइन् हल्का। अनि त्यहाँबाट लाएर फाइनली पाकिसकेको छ। अनि धनिया हालेपछि यसमा टक्क रेडी भइसकेको छ। अनि त्यहाँबाट ल पाकेछ। मैले टेस्ट गरेँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट गर्नुहोला। अनि रोटी पनि मैले बाहिरबाट ल्याएको थिएँ साथीहरू। ल देख्न सक्नुहुन्छ। मन पर्यो लाइक कमेन्ट सेयर। ल।